चाहिँ म होइन यो DJI Mini 3 यो उडाउँदैछु अनि यसमा चाहिँ आज हामी तपाईँलाई देखाउँछौँ कि यसलाई चाहिँ म उडाएर चाहिँ तल लान्छु अनि तल लगेपछि चाहिँ म यसको पहिला होम पोइन्ट अपडेट गर्छु। होम पोइन्ट अपडेट गरेपछि म रिमोटलाई यहीँ राखिदिन्छु, रिटर्न टु होम गर्छु होइन। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ड्रोनको ब्याट्री सकिन्छ होइन, त्यस बेला ड्रोन हराउन सक्छ होइन, रिमोटले कन्ट्रोल गर्न सक्दैन धेरै टाढा गएपछि। अनि रिटर्न टु होम गऱ्यो भने चाहिँ रिटर्न ब्याक आफ्नै यो हामीले जाँडा उडाएको थियौँ त्यहाँ आउँछ कि आउँदैन हामी हेर्छौँ है त। ल है स्टार्ट है पहिला हेरेर हामी टेकअप गर्छौँ यसलाई। यो भयो टेकअप है, यो भयो टेकअप भयो। अब यसको होम पोइन्ट अपडेट भनेको छ है, होम पोइन्ट अपडेट भनेको छ। अनि म चाहिँ यहाँ सेटिङमा अपडेट होम पोइन्ट गर्छु। अपडेट होम पोइन्ट गरेपछि के छ नि यो कर्सर एच भनेको चाहिँ हाम्रो रिमोट कन्ट्रोलर हो है। उनीहरू चाहिँ यहाँ राखेर ठ्याक्क यति है, ठ्याक्क यहाँ राखेर यहाँ राखेपछि चाहिँ ल अपडेट होम पोइन्ट गर्छ। अब हामी यसलाई तलै धेरै तलै लान्छौँ है त, धेरै तलै लान्छौँ है त। उडाएर होइन यहाँदेखि मलाई गर्छ माथि हेरेर होइन। हेर्नु चाहिँ अब हाम्रो त्यो डाँडा छ त्यो देखाउनु पर्दैन मलाई, माथि छ होइन, माथि गइरहेछ यसरी हेर्दैन होइन। यो चाहिँ हाम्रो चाहिँ टुटुङ्गको भ्यू हो है, टुटुङ्गको भ्यू हो है। माथि गयो यसलाई क्यामेरालाई तल गरौँ, धेरै माथि उडाउँ है त। अब थाहा छ अहिले चाहिँ ड्रोन हामी माथि नै छ है, ड्रोन हामी माथि नै छ। अब यसलाई चाहिँ म लान्छु सिधै तलतिर लान्छु है त। यो भ्यू हेर्दै जाऊँ है त हामी है, ठ्याक्क यो भ्यू हेर्दै जाऊँ हामी। स्पिड मोडमा हालौँ है त, भ्यू हेर्दै जाऊँ सर है, सर गयो है। मलाई थाहा छैन ड्रोन कहाँ छ भनेर, मलाई थाहै छैन कि। यसरी गइरहेछ हाम्रो ड्रोन चाहिँ पुरा माथि होइन, पुरा सिन खिच्दै पुरा होइन आफ्नै तालमा गइरहेछ। मेरो अनुहार त खिचेछस् पुरा ड्रोन चरालाई देखाइरहेछ उतै भन्छु ठ्याक्क गएर है। ल हेरे यहाँ हाम्रो टुटुङ्गा है, यो टुटुङ्गा म यो सबैलाई सेतीतिर लान्छु है। र यो पटनेरी, ल पटनेरी पनि आयो है, यो हाम्रो पटनेरी। ल यो हाम्रो पटनेरी है। उयो धेरै पर गयो नि त होइन। अब ड्रोन कहाँ हो कहाँ थाहै छैन, अत्तो पत्तो छैन कि। ड्रोन कुन लोकेसनमा गएको छ भन्ने थाहा छ है। अनि यो हेर्नुहोस् पटनेरी, यहाँ हामी यसलाई तलकोलाई के भन्छ देखाएको कि त पर्दैन, यो त त्यहाँ आउँछ नि भिडियो। पटनेरीमा गयो है, धेरै टाढा नै गइसक्यो होइन, सेतीमाथि नै गइसक्यो है। अब यस्तो अवस्थामा अब यसलाई कसरी ड्रोनलाई चाहिँ कसरी चाहिँ अब वापस ल्याउने है। ल हेर्नुहोस् त यस्तो माथि गएको छ नि ड्रोन चाहिँ, यति टाढा गइसकेको छ है। अब यति टाढा गएपछि अब यो ड्रोनलाई त ल्याउनु पर्यो। यो भाती यो हल्ला गरेर होइन धेरै टाढा गइसक्यो नि होइन है। अब यस्तो अवस्थामा अब ड्रोन कता गयो भन्ने कुरा हामीलाई थाहै छैन कि है। यति टाढा गएको छ नि, अब ड्रोनलाई चाहिँ अब फिर्ता ल्याउनु पऱ्यो कि। अब रिटर्न टु होम यहाँ छ हाम्रो, रिटर्न टु होम गरेर अठाइदिएँ मैले हो। रिटर्न टु होम भनेको छ अब आउँछ कि आउँदैन, म यो रिमोट यहाँ राखिदिन्छु, ठ्याक्कै यहीँ आउनु पऱ्यो क्या रिमोट होइन। अब हरायो होइन, कहाँ छ कहाँ अत्तो पत्तो छैन ड्रोन हरायो कि कता गयो अत्तो पत्तो छैन। ड्रोन चाहिँ ठ्याक्क गरेर आउनु पऱ्यो है। अब आउँछ कि आउँदैन नि त ड्रोन है, हेरौँ है। आउँछ ड्रोन, यहाँ आउला ड्रोन, आउँदैन जस्तो छ है। ल हेर्नुहोस् त भ्यूहरू कस्तो राम्रो भ्यू देखिरहेको छ कि। यो चाहिँ हाम्रो टोलको भ्यू हो होइन, हो कि होइन। ठ्याक्क प्र्याक्टिस गर्न पनि रमाइलो होइन। ड्रोन भनेको त्यसै महँगो चिज पनि होइन कि, कहिलेकाहीँ चाहिँ चलाउँदा धेरै टाढा जान्छ कि होइन, धेरै मिटर टाढा जान्छ। अनि त्यसलाई वापस ल्याउनु पर्यो। कहिलेकाहीँ चाहिँ अब कन्ट्रोल आउट अफ कन्ट्रोल हुन्छ, कन्ट्रोल गर्न सकिँदैन होइन, कुन मोडमा के हुन्छ थाहै हुँदैन। त्यस्तो बेला चाहिँ तपाईँले चाहिँ होम पोइन्ट पहिला अपडेट गर्ने। होम पोइन्ट अपडेट गरेपछि चाहिँ त्यसलाई जति टाढा गए तापनि त्यसलाई रिटर्न टु होम गरेपछि तपाईँले जहाँबाट उडाउनु भएको त्यहीँ नै आउँछ। अब हामी हेर्छौँ है त कहाँ आयो हामीलाई थाहा छैन है, ड्रोन कता गयो थाहै छैन। यो भाइ ल ड्रोन आउँदैछ ल
माथि झर है ड्रोन आउँदैछ है है त्यस्तै माथि आकाशमा ठ्याक्क हाम्रो सिधा पोइन्टमा यहाँ उभिन्छ अब माथि ठ्याक्क उभिन्छ अब सर्र तल झर्छ हो सर्र तल झर्छ यो पनि खिचिरहेको छ यो होइन त हो यो होम पोइन्ट अपडेटेड ट्याक्क लगाएर हेर्नुहोस् त यो होइन हाम्रो घर हेर्नुहोस् हामी यहाँ छौँ कि मलाई देख्नु हामी यहाँ छौँ ठ्याक्कै लाएर हामी जहाँ छौँ त्यहीँनिर आयो होइन यति भएपछि त अब यति भएपछि त आफूलाई थाहा हुन्छ नि त ड्रोन कहाँसम्म आयो भनेर यति भएपछि आएपछि सलक्क ल्याउने ल्याएपछि सलक्क ल्याउने अनि ल्याएपछि ट्याक्क अगाडि ल्याएपछि यसलाई चाहिँ यस्तो गरेर होइन ठ्याक्क ल्यान्डिङ गर्ने